यहाँहरू सम्पूर्णमा सेवा नमस्कार। म नेपाल थामी समाज केन्द्रीय अध्यक्ष रणबहादुर थामी। यही आउँदो 2083 साल श्रावण 24 गते आइतबारको दिन 32औं विश्व आदिवासी दिवसको देश तथा विदेशमा रहनुहुने तमाम आदिवासी जनजातिहरूलाई म नेपाल थामी समाज केन्द्रीय कार्य समितिको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना। र आउँदो हामीले चाहिँ 24 गते चाहिँ भव्यताको साथ यो विश्व आदिवासी दिवस मनाउँदैछौँ। यहाँहरू देश तथा विदेशमा रहनुहुने तपाईँ आदिवासी जनजातिहरू आफ्नो चाहिँ नाता कुल कुटुम्ब तपाईँहरूले जहाँबाट यो चाहिँ हेर्नु भएको छ त्यो दिन चाहिँ तपाईँहरूले हामी त्यहाँ चाहिँ 50,000 आदिवासीको बिचमा चाहिँ आफ्नो वेशभूषाको साथ चाहिँ हामीले यो चाहिँ विश्व आदिवासी दिवस मनाउँदैछौँ। र यहाँहरू विशेष गरेर उपत्यकाभित्र रहनुहुने तपाईँ थामी समुदायमालाई विनम्र मेरो अनुरोध, त्यो दिन हामी चाहिँ 500 जना थामी समुदाय त्यो चाहिँ उपत्यकाभित्र रहनुहुने चाहिँ थामी समुदाय त्यो ठाउँमा 500 जना थामी समुदाय गएर चाहिँ भव्यताको साथ चाहिँ यो चाहिँ विश्व आदिवासी दिवसलाई मनाउनुपर्छ र हजुरहरू आफ्नो वेशभूषामा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु।